हत्तेरीको बल्छी खेल्ने तरिका चाहिँ यस्तो हुन्छ साथी हो। माछा निकाल्ने ननिकाल्ने भन्ने भिन्दै कुरा हो, तर बल्छी यो पारा खेलिन्छ। आउँदा आउँदै अड्काउँछ। त्यो मुढा मल्छ क्या? मुढा छ कि बालुवा छ? जा त। निकाल्ने आँटो माथि माथि नाममा कतिवटा हो यो भराइलाई। तर सिन चाहिँ बवाल छ होइन कान्छ दाइ? पानी यस्तो छ, धमिलो न धमिलो। यस्तोमा बसाइ के गर्ने कान्छ दाइ? जाने जाऊँ न त। यतिकै जानु? जाउँ जाने बाबु, जुत्ता लाउनु। मेरो त उहाँ छ जुत्ता। खै त्यो त थाहा छ कि यता आउनु त शीतलमा पनि राख्नुपर्छ। हामी चाहिँ रातिको क्याम्पिङमा छौँ। त्यसका बाजे यो चाहिँ केही पो देखिँदैन रहेछ त। यो हामी चाहिँ तमर नदीमा फिसिङमा आएको है साथी हो। हाम्रो माछा पाक्दैछ। ओ साङ्ले पस्यो क्या हो? कान्छ दाइ भाइ, हाम्रो क्याम्प चाहिँ फेरि यता छ। यो ठुलो लाइटले देखा क्याम्प सुत्ने। यसरी हामी चाहिँ तीनजना नाइट क्याम्पिङमा आएको रमाइलो गर्दै। यो चाहिँ तमर नदी है, तमर मूलघाटदेखि तल सबै कुरो व्यस्त छ त। दामी सिन छ तमर खोलाको। कान्छ त मेरो नि खिच्नु यहाँ भिडियो। मेरो त अनुहारै देखेको छैन हौ। ल तम्बुरा आएको थियो माछा मार्नु। लाग्यो घर। माछा चाहिँ 9-10 केजी मारियो। धेर मार्नु सकेन। बाढी आएर कोसी बाढी आएर फ्लो भइगयो बढेर मार्नु सकेन कोसी बढेर। अनि के भन्नु छ भाइ? फेरि आउने कोसी साह्रै बढो बाढी आएर पानी परेको। अहिले बिहान कति भन्ने 7 बज्यो लाग्यो। कुहिरो पुरै हुस्सी लागिरहेछ। ल हामी लाग्यो पर अर्को माइला माझी पर हिँड्दैछौँ पर। ओ माइला माझी यता हेरौँ न। यता पुरै केरा बगान रहेछ। केरा बगान यो चाहिँ के जति टाढा? साप टाढा अरे। साप टाढा चाहिँ माछा मार्न आइएको थियो तम्बुरको। ल यता हेरौँ। ल अर्को त के लिएर आउने अरे? करेन्ट लिएर आउने अरे। ल है ताके त नपारेको होइन, चोरलाई सुत्ता पुग्नेहरू पारे। माछा चोरले पनि लगिदिइहाल्यो 1-2 केजी। मान्छेले चोरेर कुकुरले खायो नि मान्छेलाई चोरो। त्यो चाहिँ अब कुकुरले खाएन। कुकुरले खाएको भए त सिल भेटिजान्थ्यो। त्यो मान्छे नै लग्यो चोरेर माछा। बन्द गरिदिउँ। भ्यू चाहिँ हेरिदिउँ है गाई चाहिँ एकचोटि सुई यहाँ तरिकाले। यहाँ माथि तमर कोरिडोर। पारीको उखुबारी होइन त सबै? उखुबारी मूलघाट देखिँदो रहेछ हल्का।
तर माथिको भ्यू चाहिँ बाल दामी देखियो है। ल मूलघाट पुल पनि देखिँदैछ। हिजो पानीले खासै सल्लाह गर्नु हामीले सल्लाह छैन। त्यस्तै लाग्यो। मूलघाट दामी देखिने रहेछ यहाँदेखि चाहिँ। हाम्रो यो प्राइभेट भ्लगमा आउँछ है। कान्छा दाइ केही भन्नु छ भने भनौँ है मूलघाटको बारेमा। राम्रो नराम्रो यतिकै राम्रै छ। राम्रो तर बाटो चाहिँ धेरै घुमाउरो। ए तलदेखि हेर्दाखेरि केही देखिन्छ सिधै। यस्तो सिधै बनाउनु पर्ने बाटो होइन। सिधै भएदेखि 10 मिनेटमा पुगिने। यस्तो घुमाएर बनाएछ। हिँड्दा नपुगिँदो रहेछ यसरी घुमेकै डाँडा काँडा निस्केकै। कति घन्टा घुम्नु भयो अरे? 1.5 घन्टा हुनु लाग्यो। 1.5 घन्टा हुनु आँट्यो। सिधा आउँदा 10 मिनेट हो। ए सिधा हो भने 10 मिनट। 10 मिनेट तल केही त देखिँदैन। ए हो त नि यार। यो इन्जिनियर को रहेछ यो रोड घुमाउने? के गर्ने? भेटेको रिस उठ्दैछ म चाहिँ। बियर 1 कार्टुन किनेर खुवाइदिन्थेँ म। 1 कार्टुन बियर। अनि त्यसरी मातेर सिधै बनाउनु नआउँथ्यो नि त बाटो। ए पुल भन्नु त। त्यही भएर चाहिँ यस्तो बाङ्गो छोडेको अब। त्यो नमातेर यस्तो बाङ्गो बनाएको? यो मान्छेलाई दुःख दियो नि त, धेरै नै घुम्नु पर्यो। ए यसो अब यो अहिले भाडी आएर कोसी धमिलो छ। कोसीहरू झन् गाडी आएर झन् लगिहाल्यो बगाएर। माछा चाहिँ खाइयो, मिठो भयो। 9-10 किलो माछा चाहिँ मारियो मात्रै? त्यति मारियो। अब चोरले पनि लगिहाल्यो माछा चोरेर। कुकुरले होला हो, कति चोरले भन्नु। मान्छेले नै हो। ए कुकुरले खाँदा पनि त्यत्रो त कहाँ खान्छ त 2-3 केजी छ। ए झापाली हो है? झापाली हो? झापाली होइन, धनानी हो। माइला माझी चाहिँ झापाको है यता। माइला माझी केही भन्नुहोस् है त भनौँ। माइला माझी केही छ? उसलाई फोनमा बोल्नु पाए भइहाल्छ। कति घन्टा बोल्यो होला यहाँ 2 दिनमा? अनुमान गर्नु त खान्छ त। अनुमानमा 2 दिनमा 2 घन्टा चाहिँ रेस्ट पायो होला होइन? सबै नै गाह्रो छ कान्छा दाइ र मलाई गाह्रो छ। धरानको अहिलेको अवस्था है। पहिला पुरै बस हुन्थ्यो यताउता पूर्व जाने बसहरू, त्यहाँदेखि उता पहाड जाने अनि छोडिदिएका हुन्थ्यो त। के थाहा छ मलाई त्यहाँ घन्टाघर यताउति प्राइभेट कार हुन्थ्यो। धेरै राम्रो भएको छ अब अहिले चाहिँ। धरानको 9 बजेको अवस्था, 9:30 बजेको।